कालो चस्मा लाउ भन्छ, नयाँ नयाँ ब्याग ल्याउ भन्छ, कालो चस्मा लाउ भन्छ, नयाँ नयाँ ब्याग ल्याउ भन्छ, रिस्टक पनि गरिदिएछ, कोरिने ब्याग ल्याइदिएछ। हेर्नुहोस् त कस्तो राम्रो कोरियन ब्याग। तपाईँले पहिलाको भिडियो हेरिसक्नु भएको छ है, कस्तो राम्रो छ कोरियन ब्याग। मैले तपाईँहरूलाई देखाइसकेको थिएँ। धेरै साथीहरूले बिचमा यो सामान चाहिँ अभाइलेबल नभएको भएर पाउनु भएको थिएन। यी देख्न सक्नुहुन्छ, यी ठ्याक्क मुखै कति ठुलो हुन्छ कि, जस्तो सामान हाल्न पनि एकदम इजिली चारपाटी ठ्याक्क लक गरिसकेपछि यस्तो मजाले लक हुन्छ। अनि जिपर लगाइदियो, माथिपट्टि ह्यान्डल पनि छ, हातमा बोकेर हिँड्न पनि मिल्छ सुटकेस जसै गरी होइन। ल हेर्नुहोस्, लुक्स पनि त्यत्तिकै राम्रो छ। कोरियन ब्याग हो होइन, अब लुक्स त बवाल हुने भइहाल्यो। कोरियन केटाहरू त्यत्तिकै राम्रो भएको हो त, केटीहरू पनि राम्रै छन् है। फेरि बवाल ब्यागहरू आएको छ, रिस्टक भइसकेको छ। तपाईँहरूको जानकारीको लागि मैले यो भिडियो पोस्ट गरेको छु। छिटो छिटो गर्नु होला। कलर अहिले आएको छ, एउटा ग्रे कलरमा आएको छ, पर्पल कलरमा आएको छ। अनि यो चाहिँ हल्का अब यसलाई के भनौँ, यो चाहिँ अब खैरो, यो चाहिँ ग्रे भन्ने कि के भन्ने, अब तपाईँले आफै मिलाएर बुझ्नुहोस्। हल्का ब्लू टाइपको चाहिँ भाइब आउने खालको चाहिँ कलर छ होइन। अनि यसमा अलिकति यो डिजाइन चेन्ज छ, यो र यो चाहिँ डिजाइन सेम छ है। यो दुईवटा डिजाइन सेम छ, यो चाहिँ अलिकति डिजाइन चेन्जमा छ। परी कलेक्सन बनेपामा यो ब्याग अहिले रिस्टक भइसकेको छ भन्ने जानकारीको लागि भिडियो बनाएर आयो परी कलेक्सनमा।